बस्न तयार छौं। भन्नुहोस् मलाई, यो लडाई साधारण लडाई होइन। एउटा समूह नेपालमा हजारौं वर्षदेखि शासन सत्ताको सञ्चालन गरिरहेको छ र मधेसको नाममा ती मान्छेहरूले शासन गरिरहेका छन् जसले पञ्चायत कालमा पनि गरेका थिए, राणा कालमा पनि गरेका थिए, बहुदलीय व्यवस्थामा पनि गरेका थिए र आज गणतन्त्रको नाममा फेरि पनि तिनलाई नै सत्ता चाहिएको छ। तपाईहरु तयार हुनुहुन्छ? यो मोर्चाको गठन नेपालको उत्पीडित जनतालाई नेपालको राज्य सत्तामा पुर्याउनका लागि हो। तपाई जान तयार हुनुहुन्छ? एउटा तपाई सानो कलम किन्न पनि जानुभयो भने त्यसको कीमत चुक्ता गर्नुपर्छ। तपाईलाई शासन सत्ता चाहियो। आज दलितहरूको हालत हेर्नुहोस्, आज निषाद समुदायको हालत हेर्नुहोस्, आज वर्गीय उत्पीडनमा परेका नेपाली जनताको हालत हेर्नुहोस्, आदिवासी जनजातिहरूको हालत हेर्नुहोस्, पश्चिमको थारूहरूको हालत हेर्नुहोस्। के अवस्था छ? रिङ्कु सदाको बलात्कार हुन्छ र हत्या हुन्छ। त्यस्तो बलात्कार र हत्या यहाँ दिनहुँ दलित समुदायका चेलीबेटीको भइरहेको छ। एउटा दलित समुदाय दिनमा नभए पनि 20 चोटि आफ्नो प्रतिदिन अपमानित भइरहेको छ। ऊ मानव भएर पनि मानवसँग बाँच्न पाइरहेको छैन। यो वर्ण व्यवस्था मानवतामाथिको कलंक हो। यो मोर्चा यसलाई सफा गरिदिन चाहन्छ, यसको अन्त गरिदिन चाहन्छ। के तपाईँ तयार हुनुहुन्छ? यदि हामी एकजुट भयौं भने नेपालीमा एउटा उखान छ कि कहिलेकाहीँ नपत्याउने खोलाले बगाउँछ। म आज यस मञ्चबाट उद्घोष गर्न चाहन्छु कि यदि नेपालको उत्पीडित जनता जसको मुद्दा उसको नेतृत्व अंगीकार गरेर र हामी अब मिलेर प्रतिगमनको विरुद्ध लड्छौं, वर्ण व्यवस्थाको विरुद्ध लड्छौं, हामी मिलेर सम्पूर्ण अन्याय र अत्याचारको विरुद्ध लड्छौं, तयार हुन्छ भने त नेपालका वर्तमान राजनीतिक सत्ताधारी कान खोलेर सुनो। अब नेपाली उत्पीडित जनताको आफ्नो पार्टी, आफ्नो मोर्चा बन्दैछ र आउने 2 वर्षभित्रमा नेपालको उत्पीडित जनता एक ठिक्का हुनेछन् र बिना यो मोर्चाको सहमति न देश चल्छ न मधेस चल्नेवाला छ। यस मोर्चाको सहमति बिना चल्दैन देश, चल्दैन मधेस। यसका हल्का रूपमा तिमीहरूले सोच्ने काम नगर। तिमीहरूको त समानुपातिक समावेशीकरण हामीले देख्यौं, तिमीहरूको कुखुरे छाती पनि हामीले देख्यौं। त्यो मोर्चामा देशभरिमा 8000 भोट ल्याउन नसक्ने पनि मोर्चामा हटाउन सक्छ, तर यो प्रदेशमा 60000 भोट ल्याउने नेपाल संघीय समाजवादी पार्टी जसको आफ्नो माननीय छ र मन्त्री छ, जसको मेयर थियो र नगरपालिका थियो, त्यो त्यहाँ हटाएन। 27000 मत ल्याउने बहुजन एकता पार्टी जो नेपालको 25 लाख दलितको प्रतिनिधित्व गर्छ, त्यो मोर्चामा हटाएन, तर आफ्नै क्षेत्रमा जमानत जब्त हुने त्यो मोर्चाको मेम्बर हो। त तपाईहरु कुखुरे छाती देखियो। हामी भन्न चाहन्छौं कि हाम्रो छाती कुखुरे छाती छैन। तपाईहरु जनताको जवाब दिएर जनतासँग माफी मागेर तिमीहरूले नै कारबाही गर्नेछ। म आज यस अन्तर्क्रिया कार्यक्रममा जुन यहाँको उत्पीडित जनताको आवाज सुने मलाई महसुस भयो यो संहिता कसलाई चाहियो? नेपालको मधेसीहरूलाई, नेपालको दलितहरूलाई, नेपालका आदिवासी जनजातिहरूलाई, नेपालका मुस्लिम समुदायलाई, नेपालको निषाद समुदायलाई, नेपालको पिछडा वर्गलाई, नेपालको महिलाहरूलाई र नेपालका श्रमिक जनतालाई के चाहिएको छ? संहिता चाहिएको छ। त्यसको रक्षा कसले गर्छ? हामीले गर्ने हो। गणतन्त्र हामीलाई चाहियो। हामी वंशको शासन मान्दैनौं, नमानेरै फालेको हो। नेपाली जनतालाई वंशको शासन स्वीकारे छैन। राजाको छोरा
यसलाई जनताले दबाब दिने को थियो, कसले दियो? त कहीं न कहीं यी वर्तमान राजनीतिक दलहरू, हाम्रो मोर्चाको ठहर छ, हाम्रो पार्टीको पनि ठहर छ कि यिनीहरूले इतिहासको कालखण्डमा एउटा जिम्मेवारी पूरा गरे। तर यो भन्दा बढी अपेक्षा अब यिनबाट राख्नु, तिनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्छन्, नेपालको उत्पीडित जनतालाई अधिकार सम्पन्न बनाउँछन्, सबैको नेपाल निर्माण गर्छन्, नयाँ नेपाल बनाउँछन्, समानताको जगमा उभिएको नयाँ नेपालको निर्माण गर्छन् भने हामी सपना हेर्छौं भने, हामी विश्वास गर्छौं भने हामी धोका खान्छौं भन्ने कुरा स्पष्ट भइसकेको स्थिति छ। त्यसकारणले सर्वप्रथम पूर्व राजा ज्ञानेन्द्रको उक्साहटमा